आइजीलाई कुरा गर्नुहोस् त के गर्न खोजेको यो परिसरबाट आइजी कुरो दर्शकवृन्द, कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई 52 करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका दुर्गा प्रसाई पोखराबाट पक्राउ परेका छन्। कुरा हुँदैछ यार भाइ भनेको यहाँ गाडीमा जाउनु हुँदा होइन तपाईँ जबरजस्ती नगर्नु न। जबरजस्ती गरे भए त म अहिले गर्थे नि हजुर। तपाईँले कसरी गर्नै सक्नुहुन्न तपाईले मन्त्रीसँग कुरा गर्न पाउनुहुन्न हुनु कुरा नि हुँदैन। सुन्न तैँले यो पोखरा एयरपोर्टबाट अगाडिबाट पक्राउ गरेर लागेको छ होइन त्यो बस सबै गाडी रोकिदिन्छ। पक्राउ गरेर यहाँ आएको छ होइन सार्वजनिक लानमा पनि सबै उ गर्नु भने डिजेहरूलाई सार्वजनिक शान्ति विरुद्ध भनेको छ। 50वटा काट्नु एउटा पनि गाडी जानु नि। अब यो त अचम्म हो नि त। म त जनताको कुरा अब के हुन्छ अब दाइ तपाईलाई अब होइन अब यो त वार्ता हुँदैन हैन। तपाईले वार्ता अब भङ्ग हुन्छ। वार्ता भङ्ग अब यो शर्त अब लाग्नु होइन यो पश्चिमाहरूको सरकार मान्छेमा सर अब आन्दोलनमा गयो दिन्छ चुनाव निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौता समेत गरेका प्रसाईले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्ने सम्मको योजना बनाएर रकम लगानी गरेको आरोपमा यतिखेर जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेर यहाँ पोखराबाट काठमाडौँ पठाएको छ। प्रधानमन्त्रीसँग सोध्छु अनि त्यस पछाडि म जान्छु। मैले के भनेको थिएँ भने हिजो बेलुका मैले डिआइक्यूलाई अगस्ती सरलाई फोन गरेर साइबरको म आउनु पऱ्यो भने भोलि बेलुकासम्म म काठमाडौँ पुग्छु पर्सि बिहान आउँछु भनेको थिएँ मैले होइन।
साइड लाग्यो किन साइड लाग्यो कस्तो कुरा गर्नुहुन्छ कस्तो कुरा नागरिकको कुरा त्यतिकै बन्द हुन्छ यार बिच बाटोमा जाम कसले गराएको हामीले गराएको जाम त तपाईँले गराएको फटाफट कुराकानी गराउनु उत्र पनि समस्या पर्दैन हिजो जस्तो नागरिक छैन नि यार नागरिकहरू जिउ ज्यान फाल्नु तयार छैन दर्शकवृन्द राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाई पोखरामा माटो व्यापारी जो पोखराको सिमसार अवैध रूपमा पुरिरहेका थिए उनलाई स्टेजमा राखेर अन्टसन्ट कुरा गरिरहेका थिए। त्यही बेलामा उनलाई प्रहरीले पक्राउ गरेको हो। नबोल्नु न अलिक त नबोल्दा हुँदै हुँदैन हतियार त उठाएको छैन नि मैले के 17,500 मान्छे मारेको बमबार्डिङ गरेको हो सहकारी ठगेर नि मान्छे रुवाएको हो काठमाडौँका बाटाका फुटपाथमा गाउँमा केही नभएपछि पेट पाल्छु भनेर एउटा महिला सडकमा बसेर मकै बेच्छिन् ठेलामा त्यो लाखले हानेर चाहिँ पल्टाइन्छ ठेला रुन्छन् ती महिला मैले खान पाइनँ भनेर मैले त्यसो गरेको हो मैले त्यसो गरिदिनु पर्ने त्यही पीडा खप्न नसकेर दुर्गा प्रसाद बेला बेलामा बौलाउँछ चिच्याउँछ आवाज हो यो सर्वहारा वर्ग भुइँ मान्छे फुटपाथ सुकुम्बासीको आवाज चिच्याएको हो दुर्गा प्रसाईले बोल्छ दुर्गा प्रसाई आज तपाईहरुलाई भन्नुहोस् नयाँ पार्टी पुराना पार्टी सबै नेपाल एकातिर दुर्गा प्रसाई एक्लो एकातिर छ र पनि दुर्गा प्रसाईले हल्लाको छ बाटोमा गाडीहरू यस्तो छ छरपष्ट परेको छ।